है नमस्ते, म चाहिँ तपाईहरुलाई आज एउटा अद्भुत क्षमता देखाउँदैछु। यहाँ हेर्नुहोस् पानीको मुहान। अब यो चाहिँ 5 पाण्डव हो। कहाँनिर भन्नुहुन्छ भने यो सिधै घुर्बिसे पञ्चमीदेखि सिधै मुनतिर यहीँदेखि उम्रेको पानी हेर्नुहोस्। यहाँ कत्रो पानी छ हैन, पानीको मुहान ल यहीँदेखि निस्केको छ। अब यहाँ पनि हेर्नुहोस्, यो कहीँ जानु पर्दैन, यो धेरै टाढाबाट बगेर आएको खोला पनि हैन, केही पनि हैन। हेर्नुहोस् न कति स्वच्छ, कति राम्रो है पानी। हेर्नुहोस् है कति राम्रो हैन। यहीँबाट निस्केको ल, यहाँबाट पानी निस्केर चाहिँ यो पिउनको लागि एकदम पिउन यो पानी छ। तर यसपालिको यो असोजको 18 गते भएको ठुलो वर्षाको कारण अलिकति त्यही मुहानलाई चाहिँ माथिबाट पहिरो आएर बिगार्न खोजेको छ। पहिरो यसरी आएको छ हैन, माथिबाट पहिरो आइदियो है। र यसरी यो पहिले चाहिँ हामी यहाँ घुर्बिसे पञ्चमीमा एकदमै पानीको अलिक अभाव हुँदाखेरि यहाँ आएर हामी नुहाउने, लुगा धुने काम गर्थ्यौँ। हेर्नुहोस् ल बिचारा हाम्रो 5 पाण्डव धारा त हेर्नुहोस् न, धाराको अवस्था यस्तो भइदियो है। एकदमै इलाम जिल्लालाई चाहिँ यसपालि ठुलै क्षति भएको छ। हेर्नुहोस् यहाँदेखि अब अघि मैले देखाएँ यो उम्रेको पानीको मुहान चाहिँ उतादेखि कटाएर हैन तल पुर्याइएको छ। हेर्नुहोस् न कत्रो पानी बग्दैछ है। तपाईले सुन्दै हुनुहुन्छ होला, अहिले सरङ गरिरहेको छ। यो 5 पाण्डव धाराको यो दृश्य हो हैन, मैले देखाइरहेको छु। यहाँ हेर्नुहोस् यसको अवशेष यसरी यहाँ चाहिँ पहिले थुप्रै महानुभावहरूले सहयोग गर्नु भएर सहयोग उठाएर चाहिँ यहाँ 5 वटा धारा बनाइएको थियो। यो 5 वटा धारामा हामीले नुहाउनदेखि लिएर लुगाहरू धुनदेखि लिएर सम्पूर्ण कार्य गर्थ्यौँ। तर अहिले हेर्नुहोस् यसको अवस्था हेर्नुहोस् त ल। कोही तपाईहरू पहिले 5 पाण्डव आउनुभएको थियो होला, पहिलेको दृश्य र अहिलेको दृश्य हेर्नुहोस् न कति फरक छ हैन। इलाम जिल्लालाई यत्रो क्षति पुर्याएको छ। यो क्षतिको त अब कहिले पनि पूर्णन हुन सक्दैन है यसरी। तर अरू जे भए पनि मैले तपाईहरूलाई विशेष गरी यो क्षति भएको ठाउँ पनि देखाएँ। र पानीको मुहान चाहिँ अत्यन्तै ठुलो यो हेर्नुहोस् न, कहीँ केही छैन। अब यो ढुङ्गाको चेपतिरदेखि हेर्नुहोस् न पानी निस्केको है, पानी निस्केको। यो चाहिँ मलाई सबैभन्दा अद्भुत क्षमता लाग्यो क्या। यो चाहिँ हेर्नुहोस् न कसरी पानी यहाँभित्र निस्केको होला। हेर्नुहोस् न ल, तपाईँ हाम्रो घरको छेउमा अथवा पञ्चमी बजारमा त्यत्रो पानी भइदिएको भए हामी के गर्थ्यौँ होला हैन। यो पानीले कति चाहिँ हामीले अन्न बाली फलफुल सागसब्जीहरू फलाउने थियौँ होला। हेर्नुहोस् यो अर्को पनि उहीँदेखि निस्केको छ क्या, यहीँदेखि नै निस्केको यो पानी। ल हेर्नुहोस् है पानी बगेर गएको है यत्रो। ल यस्तो पानी तराई भेगमा हुनु भने, ठुलो बजारको छेउमा हुनु भने यो पानीको मूल्य कति हुन्थ्यो होला? अरबौँ हुन्थ्यो नि हैन, अरबौँ पाउँथ्यो यो पानीको मूल्य। तर तरै पनि गाउँमा यो पानीले चाहिँ के छ भन्दाखेरि धान बालीहरू लिएर हरेक अलैँची नगदे बालीहरू सम्पूर्ण कुरोलाई अहिले ठुलो टेवा पुऱ्याएको छ। अब फेरि म तपाईँलाई त्यहाँ पर अर्को पानीको मुहानमा पनि लानेछु ल, त्यहाँ पनि जान्छु है त। म ल भिडियो मैले पज गरेँ अहिले। हेर्नुहोस् 5 पाण्डवदेखि बगेर गयो कति उम्रेको पानीको। हेर्नु त पानी कत्रो खोला बनेर गएको छ है त्यहीँदेखि उम्रेर। एउटा अद्भुत क्षमता भनौँ कि शक्ति भनौँ कि होइन। ल फेरि पनि म त्यसै पाण्डव धारादेखि पल्लो खल्सामा आइपुगेको छु। यो चाहिँ मगर गाउँ भन्ने ठाउँमा जाने बाटो हो यो चाहिँ होइन। यहाँ पनि निकै योजना निकै लगानी गरेर बाटो ग्याबेन जाली लगाएर बनाइएको थियो। यसपालि हेर्नुहोस् न बाङ बुङ यसलाई उडाइदिएछ है। अब हेर्नुहोस् यहाँ पनि ठुलो एउटा के देखियो, भिर देखियो होइन त, भिर देखियो है। तर यो भिरमा पनि के छ भन्दाखेरि हेर्नुहोस् त यहाँ एउटा केही छैन, कहीँबाट मुहानै आएको छैन यहाँ। तर यहाँ अत्यन्तै ठुलो पानी उम्रेको छ। हेर्नुहोस् खानेपानीको ट्याङ्की त्यहाँ इन्टेक देख्नुभयो होइन, त्यहीँ उम्रेको यहीँ। र त्यहाँदेखि हेर्नुहोस् न यो लगभग यो पाइप कति एमएम हो, ठ्याक्क 50 एमएम, 50 एमएम को पाइप। हेर्नुहोस् 50 एमएम को पाइपभरि पानी छ। यो पानीले चाहिँ यहाँदेखि तल्लो भेगमा रहेको सम्पूर्ण गाउँलाई, टोललाई, धेरै 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 घरलाई यसले चाहिँ के गरेको छ, पुऱ्याएको छ है। ल हेर्नुहोस् न पाहाडमा यसरी पानी उम्रिन्छ। अब हो अब हेर्नुहोस् पहिरो झरेको थियो यहाँ पनि जस्तै बगेर आएको थियो। तर ट्याङ्की हेर्नु न इन्टेकलाई जोगाएर यो माथिदेखि हेर्नुहोस् न, माथिदेखि सिधै यहाँ तल पहिरो झरेर यो रोडा ढुङ्गा माटो झरेर अब यहाँदेखि हुँदै हुँदै यसरी यहाँदेखि बगाएर हेर्नुहोस् न यो ग्याबेन जाली बगाएर त्यहाँदेखि गएको होइन तल्लो तल रोड छ
त्यो रोड पनि हिँड्नै नहुने गरी बनाएको थियो अलिक यता खोल्साभित्र, तर त्यसलाई पनि अहिले एक्सकाभेटर लाएर होइन जनशक्ति खटाएर भए पनि अहिले के छ बाटो सुचारू भएको छ है त। हस् त, तपाईँहरू काहीँ टाढा हुनुहुन्छ भने, काहीँ टाढा जानुभएको छ भने, तपाईँको घर गाउँ आउँदै हुनुहुन्छ भने यो दसैँ त मनाउनु पाउनु भएन होला, तर तिहारको लागि आउँदै हुनुहुन्छ भने ल तपाईँहरूको बाटो खुलिसकेको छ है त। अब तपाईँले गाडी घोडा मजाले लिएर आउँदा हुन्छ। हस् त, धन्यवाद। तपाईँले मेरो च्यानललाई, मेरो भिडियोलाई लाइक गरिदिनु होला है, कमेन्ट गरिदिनु होला। ओके ल भन्दै म अमृत मुखिया यतिमै बिदा हुन चाहन्छु। हस् त, धन्यवाद। अर्को भिडियोमा भेट्ने बाचाको साथ, बाई बाई।